जस्तै केही दिन अगाडि विद्यार्थी भाइ बहिनीहरूलाई एकजना जोडीलाई चाहिँ पुलिसले घरमै आएर लगेर गयो भन्ने एकदमै चर्चामा थियो। के भयो होला भन्ने अझै धेरैलाई लागेको पनि छ हैन। परिवारले धेरै आग्रह गरिसके पछाडि हैन इमेल मार्फत पावर अफ एटर्नी दिएर हिजो मात्र 11:30 बजे पोलिटीमा गएर कुराकानी गर्दाखेरि आदरणीय व्यक्तित्व हरि न्यौपाने ज्यूलाई गरेको आग्रह उहाँ गएर कुराकानी गर्दाखेरि बुझ्दाखेरि एउटा सानो तथ्य बाहिर आएको छ। उनीहरूलाई अक्टोबर 15 तारिकका दिन डिपोर्ट गरिने कुरा पोलिटीले उहाँलाई चाहिँ जानकारी गराएको छ र यो जानकारी मैले परिवारसम्म पुर्याएको पनि छु। निकै चिन्तित हुनुहुन्छ, तर कारण किन डिपोर्ट गर्ने गरियो त भनेर त्यो चाहिँ हामीलाई भन्न मिलेन। पोलिटीले तपाईँहरूलाई चाहिँ भन्न मिल्दैन भनेर जानकारी गराएको छ र त्यसैमा चाहिँ हरि न्यौपानेज्यूले चाहिँ अब लयर लगाएर कुनै केही वातावरण मिल्छ कि यहीँ राख्न मिल्ने केही कन्डिसन्सहरू हुन्छ कि भनेर उहाँले कुराकानी गर्ने क्रममा पोलिटीले त्यो पनि नमिल्ने कुरा, उनीहरू गिल्टी देखिसके पछाडि, दोषी देखिसके पछाडि उनीहरूलाई चाहिँ डिपोर्ट गरिने निर्णय गरेको हो भनेर पोलिटीले चाहिँ स्पष्टसँग कुराकानी गरिसके पछाडि अब कुनै पनि काम अगाडि बढाउन नमिल्ने जानकारी गराउनु भएको छ हरि न्यौपानेज्यूले हिजो मात्र। हेर्नुहोस्, दसैँको बेलामा एउटा निकै नै दुःखको घटना घटेको छ। विद्यार्थी भाइ बहिनीहरू अक्टोबर 15 तारिकका दिन नेपाल फर्कदै हुनुहुन्छ र 16 तारिक काठमाडौँ एयरपोर्टमा पुग्नुहुनेछ र कारण के रहेछ भन्ने कुरा अझै पनि स्पष्ट छैन। सम्भवतः विद्यार्थी भाइ बहिनीहरू निस्किसके पछाडि थाहा होला, तर अहिलेलाई हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था रहेनछ। दोषी देखिएको कारण र उनीहरूले पनि त्यो चिजलाई एक्सेप्ट गरिसके पछाडि मात्र डिपोर्ट गर्ने निर्णय गरेको रहेछ भन्ने कुरा चाहिँ हिजो मात्र हामीले थाहा पायौँ। परिवारसँग पनि कुराकानी भइरहेको छ, परिवारलाई पनि हामीले चाहिँ सान्त्वना दिने प्रयास गरेका छौँ, तर पनि हामीले योभन्दा बढी केही पनि गर्न सकिएन। र यसैमा म के थप गर्न चाहन्छु भने यदि तपाईँ पनि कुनै पनि झमेलामा हुनुहुन्छ, कुनै पनि समस्यामा हुनुहुन्छ, अप्ठ्यारोमा हुनुहुन्छ भने राइट टाइममा तपाईँहरूले चाहिँ कहीँ रिच आउट गर्नुभयो भने तपाईँको समस्या समाधान हुनसक्छ। किनभने विदेशको ठाउँमा कागज बोल्ने ठाउँ हो। तपाईँले अन्यथा ढिलो गर्नुभयो भने ठुलो समस्याको चपेटामा पर्नुपर्ने हुन्छ। आज जसरी डेनमार्कमा एउटा भविष्य खोजेर आउनुभएको विद्यार्थी भाइ बहिनीलाई यो समस्या परेको छ, भोलि बिहान अरू कसैलाई नपर्ला भन्न सकिन्न। तसर्थ तपाईँ समस्यामा हुनुहुन्छ भने सही समयमा सही व्यक्तिलाई समातेर तपाईँले कुनै पनि समस्या राख्नुभयो भने तपाईँको समस्या समाधान हुन पनि सक्छ है। ढिलो गर्नु हुँदैन। कृपया भिडियोलाई सेयर गरिदिनु होला र कुनै पनि समस्यामा यदि तपाईँ हुनुहुन्छ भने सेयर गर्ने बानी राखौँ। किनकि विदेश भनेको एउटा नियमले चल्ने देश हो। कागज बोल्ने देशमा तपाईँ हामी चाहिँ कुरेर बस्दाखेरि त्यसले चाहिँ ठुलो समस्या निम्ताउन सक्छ।